हामीले त्यो तपाईले ब्याज बोक्नु भएको थियो गोजीमा हाल्नुभयो किन घन्टीको ब्याज थियो नि तपाईसँग मैले यो डरले किनभने यो डरले किन अब यो नारा जुलुस हुन्थ्यो भने झन्डा सन्डा हुन्थे नारा जुलुस हुन्थ्यो अनि म लाउँथेँ अब म यहाँ उर्लाबारी जानुपर्छ फेरि अहिले अब बाटोमा मलाई त बाटो छेकेर कुट्न बेर पनि लाउँदैन है बाका कार्यक्रमले कुट्ला नै फेरि विचार गर्नु होला त्यही त म यी झन्डा पनि म गोजिया बोकेर हिँड्छु म डरले अब म त हेर्नु 55 वर्षको बुढो मान्छे एक झापाट हाने पनि थाम्दिनँ अरु पनि बाका कार्यकर्ताहरु छन् त्यसले कुट्छ डर होला नि हजुर यो डर चाहिँ मलाई के भने नेकपा एमाले र नेपाली कांग्रेसका भिजिलान्ते केटाहरुदेखि डर हो मलाई मलाई हो अब धम्की गर्छन् त अस्ति पनि मलाई म एग्रिमेन्ट नेउपानेसँग दिनभरि मोरङको उर्लाबारी 2 नम्बर वार्डमा भोट मागेर आएँ राति आउँदा मलाई त्यहीँको नेपाली कांग्रेसको नेविसङको एउटा गुण्डाले मलाई बाटो छेकेर आक्रमण घन्टे चोर बजिया तँलाई यी शहीद बनाउँछ मलाई आक्रमण गर्यो पछि मैले तुरुन्तै इन्सपेक्टर रञ्जन बराललाई फोन गरेर गाडी बोलाएपछि बजिया भागो है भागो त्यसैले पनि कारबाही गराउनु पर्छ त्यसै मैले लिखित निवेदन दिएको छु छलफल पूजा यो इलेक्सन पछि गराउने भन्नुभएको छ रञ्जन बराल सरले है अब त्यसैले अब यो किनभने हामी एकदम डरमा साह्रै डरमा हिँड्नु परेको छ हाम्रो ज्यान जोखिममा पारेर हिँडेछ तर अब रविले त जित हासिल गर्नुभयो हैन हजुर अब बालनले पनि पक्का भइसक्यो गर्नुभयो अब के चाहिँ गर्दै हुन्थ्यो नेपालमा तपाईको भनाइ के चाहिँ गर्दै हुन्थ्यो हजुर साह्रै राम्रो प्रश्न हो मैले भन्नु पर्नु भन्दा अघि हजुरले प्रश्न गर्दिनु साह्रै राम्रो अब चाहिँ नि तपाईको 2046 सालमा 46 सालदेखि यताका सबै शीर्ष दलका नेता भनौं न्यायाधीश भनौं प्रहरी प्रमुख भनौं उनीहरुको सम्पत्ति छानबिन गरिदिनु पर्यो एक 2 नम्बरमा उनीहरुको त्यत्रो अकुप सम्पत्ति कहाँबाट आयो त चप्पल लाएर हिजो सिंहदरबार छिरेका है म पनि हिजो 2046 सालपछि 48 सालमा भोजपुरमा नेकपा एमालेका हेमराज राई धनहरका राई शेरधन राई हुँदै एमाले भोट हाल्दै आएको र पछि मोरङमा आएर घनश्याम खतिवडालाई भोट हालेको एक चुनावमा भनेपछि यी नेताहरुको यत्रो सम्पत्ति कहाँबाट आयो त यिनीहरुको आय स्रोत के खोलामा गिटी चाल्छन् कि गाई व्यापार गर्छन् कि धान खेती गर्छन् कि ट्र्याक्टर जोत्छन् कि आउने व्यापारी के छ आउने व्यापार आय स्रोत के त हो यिनीहरुको स्रोत चाहियो 1 नम्बर 2 नम्बर यिनीहरुका प्रत्येक मैले कता दुर्गा प्रसाईको शब्द मैले सापटले दुर्गा प्रसाईले भनेका छन् कम्बोडियामा 3200 अर्ब पैसा खेपियोले लुकाएको छ प्रचण्डले दुबईमा लुकाएको छ भनेका छन् सही कुरो हो भनेका छन् यो यथार्थ के हो यो छानबिन हुनु पर्यो म रवि सरसँग म प्रत्यक्ष कुरा गरिहाल्छु नि अनि त्यसपछि तपाईको अर्को कुरा के छ भने यो यिनीहरुले महाकाली बेचे यिनीहरुले त्यो गगन थापाले अस्ति एउटा के भनेको छ भने 60 वर्ष पुगेपछि म घर बसी 30,000 दिन्छु 18 वर्ष पुगेका युवालाई एउटा आइफोन दिन्छु बाइक चलाउने स्कुटी चलाउने प्रत्येक व्यक्तिलाई म वर्षको 100 लिटर तेल दिन्छु भनेर गगन थापाले भनेको छ यो कुरा म छोड्दिन म भोलि सदनमा नयाँ बानेश्वरको सदन अगाडि गएर यो कुरा खोज्छु र रविको सहकारी ठगको प्रमाण दिनुपर्छ मलाई चाहिन्छ म त्यो सहकारी ठगको प्रमाण दिनुपर्छ यो मलाई चाहिन्छ उसले पत्ता लाउनु पर्छ गरेको कुराहरु गर्नुपर्छ भन्ने यो कुराहरु चाहिँ सबै जनताको आह्वान यही हो हुनु नि पर्छ उसले भनेको छ नि प्रमाण हामीसँग छ त्यो के प्रकाश गरे उसले त खेद गरेको रविको हैन यो उसले प्रमाण दिनुपर्छ जसरी भए पनि उसले त्यो दिनुपर्छ उसलाई दिन सकेन उसलाई कारबाही हुन्छ जसरी रविलाई जेल हाल्यो थियो त्यसरी जेल हाल्नै पर्छ भन्ने हाम्रो जनताहरुको पत्रकार मित्र यदि नि एउटा कुरा नि मैले यो अठोट गरे कि यो मेरो अठोट सूर्य भगवान लागेर म किसी कसम खान्न यदि रवि बालनले पनि अन्तिम इच्छा के हो भन्ने मान्छेलाई कारबाही गरेनन् भनी सदनमा रविले सुप्रिम सहकारीको 1 अर्ब खाएको प्रमाण कहाँ पेश गरो भनेर चटपटे खाएको थोत्रो डस्टबिनमा फ्याँकेको कागज देखाउने गगन थापाको प्रमाण खोजेनन् भने यदि भुटानले लखेटेका नेपालीहरू जब बेलडाँगी पथरी कुचनाबारी आएर बसे नि ती भुटानी भनेर नेपालको नागरिकता भएका नेपालको जग्गा भएका नेपालीलाई भुटानी बनाउन बेच्ने आर्जु राणाको छानबिन भएन त्यसपछि भएन भने तपाईको कानुनमा के भनेको छ भने त्यसरी बिग्रेको पनि हो यो हेर्नु कानुनमा के भनेको छ भने नि कुनै पनि सरकारी संस्थानका कम्पनीका जग्गाहरू जति दिन कम्पनी चल्छ कम्पनी चल्न छोडेपछि स्वतः नेपाल सरकारको हुन्छ भन्ने संविधानको किताबमा लेखिएको छ त्यसो भए गिरिबन्धुको चिया बगान
गिरिबन्धुको चिया बगान कम्पनी बन्द भएपछि किन केपी ओलीले कानुन बनाएर चाहिँ के अरे भूमाफियाको उसमा पारेको? यो छानबिन हुनुपर्छ, यो हुनुपर्छ। यी काम यदि रवि बालनले यी काम गरेनन् भने म बरु पुलिसको गोली खान्छु, तर म रवि बालनको पनि घोर विरोध गर्छु। गएर सदनमा सही कुरो म सदनमा म रवि बालनको विरोध गर्छु। हामीले पनि त्यही हो, जिताएको म हामीले गर्छु। हामीले लडाउने फेरि मैले पनि मोरङ क्षेत्र नम्बर 1 मा 1 गभर्मेन्ट नेउपालाई 8 भोट हालेको छु। मेरो छोरो छोरी श्रीमती म 4 भोट प्रत्यक्ष 4 भोट समानुपातिक 8 भोट हालेको छु। अब एमएलए जित्नु भएको छ त्यहाँ, उहाँ कानुनको एउटा हाम्रो वकिल पनि हो। यदि मैले यो 12 करोड केस पनि उहाँलाई अस्ति भद्दैलमा देखाएको छु। र त्यसैले हाम्रो रवि बालनले गर्ने पहिलो काम सबै नेताहरूको सम्पत्ति छानबिन, दोस्रो काम उनीहरूको अकुब सम्पत्ति कहाँबाट आयो, तेस्रो काम उनीहरूका विदेशीमा पैसा छन् कि छैनन्, चौथो काम उनीहरू चाहिँ नि के अरे हिजो कुन पोजिसनमा आएका थिए र अहिले कुन पोजिसनमा अविशाल महलमा हिँडेका छन्, पाँचौँ काम के अरे ती जेन्जीवाले के मागेका थिए, त्यो माग पुरा गर्नु के गरेका थिए? केपी ओली तिम्रो कुर्सीमा देऊ भनेको थिए? होइन, हामीलाई केही चाहिएन। सुशासन देऊ, भ्रष्टाचार नगर, यो देश भ्रष्टाचार मुक्त बनाम, यही मागेको न युवाहरूले। किन ड्याङ ड्याङ एकै दिन नयाँ मानिसहरू 19 जना मरे, अरू दिन 76 जना बालबालिका मरे। ती दसैँ पछि तिहारको मुखमा त्यो छोराछोरी मर्ने आमा बाउको मन कस्तो भयो होला अहिले? अनि जसको एउटा पनि छोराछोरी छैनन्, जसको एउटा पनि सन्तान छैनन्, उसले छोरी बालनको छोरी छिन् एउटी, तर उसलाई चाहिँ बतासे अन्डा भनेर हिँड्ने। जसको चाहिँ छैन, सन्तान छैन, ऊ चाहिँ बतासे भएन। यो हो चाहिँ के हो? यो हाइवेको सरकार, यो हाइवेको सरकार। अरे अनि परिणाम के आयो अहिले सरकारले? अनि अर्को कुरा के अरे होइन, केटाकेटी के भन्दा रहन्, म त हेलिकप्टर यसो चढेर हिँडिदिएको जिस्किदिएको पत्ता। अरे यो के हो? 4 चोटि प्रधानमन्त्री भएको व्यक्तिले बोलेको शब्द यो के हो? अनि गुइठा बाल्नेहरूले के जान्दछन्? यो के हो? गुइठा बाल्ने भनेको के हो? घर घरमा पानीको पाइप, घर घरमा ग्यास, यो के हो? बतासे अन्डा निक्लेको ल यो के हो? यो सबै छानबिन हुनुपर्छ पछि। ल यति नै कुरा है सर। ल धन्यवाद, धेरै धेरै जय घन्टी, जय घन्टी, जय रासपा, जय रवि लामिछाने, जय बालन, जय नेपाल। ल हस् निशान